हेलो गाइस वेलकम टु माई भ्लग। आज चाहिँ हामीले पानीपुरी खाने निर्णय गरौँ। कुकरमा आलु बसाउँदैछौँ। त्यसपछि बहिनीले प्याज लसुन खोर्सानी काट्दैछ। यता हाम्रो आलु पनि पाकिसक्यो अनि त्यसपछि काटेर हामीले हालिसक्यौँ। आलु तस्दैछौँ। आलुको बदला तस्दैछौँ हामीले। त्यसपछि यता हामीले पानीपुरीको डल्ला फुराएर राख्यौँ। त्यसपछि अहिलेको आलु काटेको सबै हामीले राख्यौँ। त्यसपछि चम्चो राख्यौँ, नुन बेसार होइन नुन के जाति हाल्यौँ। त्यसपछि पानीपुरीको पानी बनायौँ। त्यसपछि सबै हामीले पानीपुरीमा किमा हाल्यौँ। त्यसपछि पानी बनायौँ। त्यसपछि यो चाहिँ मेरो भाग थियो। त्यसपछि हामीले फेरि चटपटेको लागि रेसिपी बनायौँ। प्याज लसुन काट्यौँ। त्यसपछि अघिको यो राख्यौँ हामीले सब्जीहरू। त्यसपछि दालमोट राख्यौँ। चाउचाउ मिठो भएर पानीपुरी भुजालेर आयौँ। फेरि नानीले नपुगेर त्यो साथीहरू थोरै थियो मेरो मात्रै भएर फेरि हामीले चाउचाउ हाल्यौँ। मिनी मस्किँदै हाल्नु छ। फेरि मुरै भुजा हाल्यौँ हामीले। तोरी बिरेनुन खोर्सानी नुन साथीहरू। मेरो चाहिँ मोबाइल हुट्टु परेर त्यस्तो कालो आएछ। त्यसपछि पनि बस्नुभयो। मजाले त्यसपछि नानीहरूलाई मैले एकछिन तिनीहरू खेल भनेको एकछिन खेल्यो। अनि त्यसपछि खेलिरहेको छ। त्यसपछि मैले नानीको नाम सोधेँ, पिटरको नानीको नाम सोधेँ। मैले फेरि अहिलेको पानीपुरीको झोल हाल्नुभयो। हामीसँग अमिलो भ्याइएको थियो साथीहरू। यता हेर्नु नभनेको हेर्नु भएन। त्यस्तै हामीले भाग बन्डालायौँ आफ्नो भागमा। मिठो छ चर्को भन्नु त्यसो नानीले रफ पेपर सिजर खेल्ने भन्यो। त्यसो हामीले एकछिन खेलाइदियौँ। ठीक छ सुजन। सुजन चापागाईजीको चाहिँ आफ्नो एउटा दुईजना भएर मजाले खेलिरहेछ रक पेपर सिजर होइन। सुजनजी पनि आउनु भएको थियो होइन। अनि मजाले खेलेको छ नानीहरूले। हिसाबले आफ्नो करियरलाई अगाडि बढाउनु भयो नि त्यो प्यासन के रमाइलो भयो। द्याट इज व्हाट आई केम अप विथ हिज ओन युनिक स्टाइल के जुन चाहिँ इन्स्टेन्टली क्लिक भयो। अब हाम्रो सुजन श्रीपालीको कुरा गर्नु पर्दा चाहिँ सबै कुरा एकदमै मन पर्यो। त्यो फ्री स्टाइल जुन छ नि त्यो चाहिँ मिसिङ थियो। तर त्यसमा मलाई त्यति धेरै प्रब्लम छैन। मेरो लागि चाहिँ राम्रो लाग्यो। यु हेभ अ ब्युटिफुल भोइस। खेलिरहेको छ साथीहरू हाई हाई भन्दै। नानीहरू हाँस्दै खेल्दै मजाले रक पेपर सिजर खेल्दैछ।
यिनीहरू रमाइलोको लागि मैले खेल्दै बनाइदिएको नि भिडियो। म चाहिँ फेरि उता तिर्खा लागेर गयो पानी खानु। नानीले खतरो घाँस लाइन्। अर्कोलाई के भएछ फेरि दुईजना आए साथीहरू फेरि नानीहरूको रमाइलोको लागि एकछिन खेलोस् भनेर मैले भिडियो बनाइदिएको नि। दुईजना कस्तो मजाले खेल्नुहुन्छ। तर खानेकुरामा चाहिँ चटपटहरू मात्रै भयो कि। अगाडि पानीपुरी खाइसकेको छ साथीहरू हामीले। नानीको पालै आउँदैन क्या हो। फेरि मैले स्लोमा बनाइदिएको। अब हामी तीनजना 1 2 3 खेल्ने हो फेरि। म पनि त्यसमा नानीहरूको लागि हाँस्नको लागि खेलिदिएको। म कति रमाएको होइन न। म कति धेरै कुदेको। त्यो नानीले मात्रै खानु पाइरहेछ। मेरो पालो जाति। जियोस् भिडियो चाहिँ रमाइलो भएको छ। बच्चाहरूसँग फेरि मैले खान पाएँ। नानीको पालो फेरि मैले खान पाएँ। बच्चाहरू चुलबुल नानीलाई चाहिँ पिरो भएर गइन् आइन फर्केर फेरि नानी र म त खेलेँ साथीहरू। मेरो टर्नै नआएर नि साथीहरू। कति रमाइलो भएको थियो आज। यति नै साथीहरू थाकियो। भिडियो पनि छोटो भयो। माया गरिदिनु होला। फेरि नेक्स्ट भिडियो लिएर आउने छु। बाई बाई साथीहरू। माया गरिदिनु होला। लाइक कमेन्ट सेयर